हाई गर्दै त भाइ केही दुई शब्द भन्दा न मेरो ब्लगमा मामाको च्यानल सब्सक्राइब गर्नु अरे भन न यो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु अब अझै यस्तै नयाँ नयाँ भ्लगहरू आउँदै गर्छ हामी चाहिँ आज घुम्न हिँडेको होइन आज चाहिँ हामी घुम्न हिँडेको तपाईँ यसरी नै बसिराख्नु अनि हाम्रो भिडियो हेर्दै सब्स्क्राइब गर्नु गाइस गुड मर्निङ यो चाहिँ मेरो न्यू ब्लग होइन आज चाहिँ हामी घुम्न जाँदैछौँ मेला हेर्नलाई सबैजना छौँ यस्तो दामी छ है बाहिरको फाइनली हामी चाहिँ यहाँ इटरी चोकमा आइसक्यौँ होइन यस्तो छ है इटरी चोक भाइ चाहिँ आएदेखि गेम खेलेको होइन भाइलाई डोन्ट केयर जे भए पनि होइन बिन्दास पाराले भाइ यसको मोबाइल कसो यो 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 यसलाई अटिजम हुन लाग्यो हामी चाहिँ यसले राम्रो भ्लग बनाउने कि मैले राम्रो भ्लग बनाउने भनेर आएको है हामी चाहिँ यहाँ बुढी खोला आइपुग्यौँ होइन बुढी खोला आइपुग्यौँ यहाँबाट अब मोरङतर्फ लाग्दैछौँ है हामी चाहिँ अब यहाँनिर सुन्दर राइचाको पाथिभरा मन्दिरमा आइपुगेका छौँ होइन यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ सुन्दर राइचाको पाथिभरा मन्दिर यस्तो रहेको छ यहाँ चाहिँ बाटो पूर्व जाने बाटो निर्माण कार्य सुरु भइरहेको छ कि धमाधम त्यही भएर हल्का बाटोहरू अप्ठ्यारो छ धुलोहरू उडिरहेको छ होइन हामी चाहिँ देखिएन त यतै आएको छौँ होइन गाइज हामी चाहिँ फाइनली यहाँ बेलबारी आइपुग्यौँ होइन म चाहिँ पहिले यही ठाउँमा बसेको होइन अब निकै बसेँ यहाँनिर यो हाम्रो यो पर देख्नुभएको छ नि पर देखेको चाहिँ दिदीहरूको घर हो अनि म पनि यहीँ बसेर यसो एसएलसी दिएर यहाँ बसिरहेको थिएँ म होइन हावा चलिरहेको थियो आएपछि चाहिँ मलाई पुरानो यादहरू ताजा भयो क्या यहाँनिर है यो त थिएन पहिले अहिले यो के बनाऊँ कुखुरा सुखुरा पाल्ने बनाउनु भएर चाहिँ यहाँ अहिले अरूजना बस्नुहुन्छ नि त अनि यहीँनिर हो क्या यो पुलमा आउँथेँ म होइन यो पुलमा आएर बसिरहेको हुन्थ्यो म दिनभरि त्यत्तिकै अल्छी लाग्यो भने यो पुलमा आएर यहाँनिर माछाहरू हुन्छ क्या अहिले पनि छ अलिअलि सानो सानो माछाहरू हेर्दै बसिरहेको हुन्थ्यो होइन यो दिदीहरूको बारी हो अनि आएपछि मलाई त्यही याद आयो क्या त्यही भएर म यहाँनिर उताबाट आउनेतिर सुरुमै यहीँ आएको क्या अनि यहाँ बसिरहेको हुन्थ्यो म जहिले है अल्छी लाग्यो भने यहाँ बसिरहने के गरौँ उता कतैबाट गएको छ भने पनि आउने अनि फेरि बस्ने त्यही हो क्या मेरो एक्लै बसिरहेको हुन्थ्यो होइन यस्तो दामी छ बस्नु पनि त्यस्तै हो नि पाहाड मधेसभित्र गाउँमा यहाँनिर जहिले उहाँहरू बस्नुहुन्छ यहाँनिर चाहिँ मेरो कोठा छ यहाँनिर यो चाहिँ पहिले म बसेँ कोठा हो होइन मेरो भाइ भान्जी यही हो होइन यहाँनिर लुगा सुकाउने ठाउँ थियो त्यहाँ चाहिँ मेरो कोठा होइन यहाँनिर थियो नि पहिले पहिले यहाँनिर लुगा सुकाउँथ्यो उतानिर उयो मेरो कोठा हो होइन उयो पहिले त थिएन नि त पहिले मेरो कोठा थियो नि त के खाना टिक आप खाना टिकी खोइ देखा था म उसको साल हो डङ्कुटा हजुर ल त्यस्तै छ होइन अब हामी चाहिँ
यहाँनिर एकछिन आएको अब मेला यहाँ पारी मेला लाग्छ त्यो मेला हेर्न आएको खासमा हामी चाहिँ होइन अनि आएको बेला पनि यता निस्केर गएको होइन भाइ कहाँ हिँड्यो तिमी आज आज हामी ढोङडङ्गे मेला घुम्न गएको छौँ कहाँ लाग्छ त्यो चाहिँ पुता पर लाग्छ कहाँनिर मलाई थाहा छैन म तिमी पनि फर्स्ट टाइम आयो फर्स्ट टाइम होइन सेकेन्ड टाइम कि थर्ड टाइम अनि थर्ड टाइम आएको मान्छेले थाहा हुँदैन त अनि केटा सानोमा आएको थियो त अहिले चाहिँ कुन चाहिँ ठुलो छ र त नि ल यहाँ चाहिँ आउनु चाहिँ आँप खान थालिसक्यो है यहाँ चाहिँ हाम्रो बारीमा फलेको आँप खाँदैछु है अमिलो कति नुन पनि भोग्दा कस्तो अमिलो छ ल यहाँ पाहाडीपट्टि खोला छ जङ्गल जस्तो देखाएको थियो अनि यो डाँडामा एउटा ढुलो रुखको क्या अनि त्यो रुखमा चाहिँ हामीले टिकटक टिकटक बनाउन आउँथ्यौँ होइन अनि नामै टिकटक डाँडा छ नि यहाँनिर रुख्छु यहाँनिर पनि बस्थेँ म होइन अनि यहाँनिर चाहिँ मैले पौडी खेल्न पनि त्यहाँ सिकेको अनि यहाँनिर मैले साइकल सिक्दाखेरि होइन म चाहिँ साइकल सिक्दाखेरि त्यहाँबाट यो घरमा दाइ हुन्थ्यो एउटा दाइले समाइदिनुहुन्थ्यो क्या पछाडि अनि बिस्तारै बिस्तारै सिक्दै अब अलिअलि चलाउन थालेपछि यहाँबाट उहाँ परबाट आएको होइन यहाँ म कताबाट आएको थिएँ यताबाट हो कि यताबाट आउँदाखेरि यहाँनिर खाल्डो जस्तो थियो क्या त्यतिखेर यो खाल्डोभित्र छिरेको हो क्या म साइकलसँग छिरेर यहाँ यस्तो काटिरहेको थियो त्यतिखेर अब चाहिँ आइपुग्नु भयो भने आजहरू चाहिँ हामीले यहाँ के गरिसक्यौँ होइन ल खुसी कि यो हेर न है गर्दै त भाइ केही दुई शब्द भन्दा न मेरो ब्लगमा मामाको च्यानल सब्सक्राइब गर्नु अरे भन न यो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु अब अझै यस्तै नयाँ नयाँ भ्लगहरू आउँदै गर्छ हामी चाहिँ आज घुम्न हिँडेको होइन आज चाहिँ हामी घुम्न हिँडेको तपाईँ यसरी नै बसिराख्नु अनि हाम्रो भिडियो हेर्दै सब्सक्राइबहरू गर्नु ल भाइले भन्छ कि अब सबैजना सब्सक्राइब गरिदिनु होला यहाँ चाहिँ आँप चोर्दैछ नै झरेर आँप चोरहरू यहाँ आयो एउटी त्यहाँ चाहिँ यहाँ एउटी रात त खाली छैन हेर्दा आँप खै देखा त आँप देखा त ओए आँप देखा त ल हामी चाहिँ फाइनली यहाँनिर आइसक्यौँ मेलामा होइन यहाँ चाहिँ पुरै मेला लागिरहेको छ तर अहिले बिहानै भएर होला खासै मान्छे छैनन् है खासै मान्छे छैन अहिले बेलुकाखेर चाहिँ लास्टै भिड हुन्छ यहाँनिर है कहाँनिर हुन्छ यो चाहिँ भोक लाग्यो नि त खानेकुरा किन्न त खानेकुरा किन्न त भोक लाग्यो तिमीहरू पो चढाउनु जाने त म थोरै न चढाउनु जाने यहाँ त यो गुलियो त के खाने त्यो चाहिँ भ्लग बनाउने चक्करमा होइन उहाँले थर्काउँदैछ मलाई यो त पिबिसी पाएको हो क्या गाडी कस्तो दामी रहेछ छोरोलाई किन्नु कि जस्तो लागेको छ मैले उयो पैसा नबोकेर हो क्या यहाँनिर यस्तो दामी छ है कता गयो तिनीहरूको पूजा गर्ने ठाउँ त यहाँ छ होइन ऊ झरो त
बेचारा चढ्नै सकेन तर चढ्छ त चढ्छ हाम्रो त्यो यही हो हामी चाहिँ भित्र जान्न म चाहिँ भित्र जान्न उनीहरूले पूजा गर्छन् है यतातिर खेल्ने ठाउँ रहेछ अझै केही रहेन रहेछ हौ यो खेल्ने खाने त्यो सानो मेला रहेछ त्यो सर्टतिर लाग्छ नि ठुल्ठुलो मेला त्यहाँ डान्स हुन्छ अन्त मेलामा त्यो 9-18 भयो अन्त ठुलो पिङहरू हुन्छ त्यसरी रहेछ सानो चक्लेटहरू हुने रहेछ अनि यहाँ पूजा गर्नु आउनु हुने रहेछ त्यस्तो मात्र रहेछ है गाई हामी चाहिँ यहाँनिर खाजा खान आएको छौँ होइन के त खाजामा हामीले मोमो खाँदैछ भेज मोमो कस्तो छ मोमो ओइ भाइ कस्तो छ म चाहिँ चाउमिन खानु पऱ्यो मोमो भन्दा पनि मलाई चाहिँ भेज मोमो मन पर्दैन क्या त्यही भएर त्यही अचार मात्रै खान्छु म चाहिँ चाउमिन आयो होइन मेरो खाना छोडेर मेरो सिको गरेको ब्लग बनाएर म चाहिँ खान्छु ल चाउमिन कस्तो छ है चाउमिन चाहिँ मेरो हेर त यिनीहरूले मिठो छैन है मिठै रहन्छ चाउमिन ल हामी चाहिँ यहाँनिर अब के गाडीले छोरा पाउँछन् कि छोरीलाई के हुन्छ यसले फेरि अर्को एकचोटि यो एकचोटिले मात्र कहाँ हुन्छ आइजूको छोरा जन्मिन्छ कि छोरीलाई छिटो यहाँ त छोरा हो त नि भएन मिस्टेक छोरा कि छोरीलाई माइजूको छोरी हामी चाहिँ यहाँनिर आइपुग्यौँ है फेरि उता सकेर र गाइज हामी चाहिँ घर आइपुग्यौँ होइन मेरो चाहिँ ठ्याक्कै मोबाइल बन्द भएर भ्लग बनाउन पाइनँ बिचमा ठ्याक्कै मोबाइल स्विच अफ भइहाल्छ अनि ल बाई बाई गर्दै त भिडियो सब्सक्राइब गर्नु होला लाइक सेयर गर्नु होला बाई बाई